हजार वर्ष अगाडि चाहिँ यो पृथ्वीमा एकजना व्यक्ति आउनुभएको थियो। उहाँको नाम चाहिँ प्रभु येशू ख्रीष्ट हो। उहाँ चाहिँ विशेष व्यक्ति हुनुहुन्छ। हेर्नुहोस् त, यो घरहरू तपाईँ हामीले बनाएका हौँ, यहाँ छौँ, हामी बस्छौँ, तर यो पृथ्वी कसले बनायो? यो जुन यो रुखहरू छ, जुन यो चाहिँ यहाँ चाहिँ पृथ्वी छ, अक्सिजन छ, यहाँ जे जति कुराहरू छ त्यो कसले बनायो? हामी आउनुभन्दा अगाडि नै त्यो भन्छ, त्यो पनि कसै न कसैले बनाइदिएको। त्यतिकै कसरी आउन सक्छ? जसरी यो घर त्यतिकै आउन सक्दैन, अनि जसरी यो बाटोहरू त्यतिकै बन्न सक्दैन, त्यसरी यो पृथ्वी पनि त्यतिकै बन्न सक्दैन। त्यही भएर परमेश्वर हुनुहुन्छ। अनि त्यो परमेश्वरले चाहिँ तपाईँ र हामीलाई प्रेम गर्नुहुन्छ। हाम्रो प्रभु येशू ख्रीष्टले तपाईँ र हामीलाई यति प्रेम गर्नुहुन्छ, यति प्रेम गर्नुहुन्छ, उहाँले जतिको प्रेम अरू कसैले गर्न सक्दैन। त्यही भएर परमेश्वरले नै तपाईँ र हामीलाई बनाउनु भयो। हामी बाँदरभन्दा फरक छौँ, कुकुरभन्दा फरक छौँ, बिरालोभन्दा फरक छौँ, सुँगुरभन्दा फरक छौँ। ती जनावरहरूले सोच्न सक्दैन, ती जनावरहरूले हाम्रो जस्तो घर बनाउन सक्दैन, नाच्न सक्दैन, गाउन सक्दैन। साथ भनौँ न, हामी फरक छौँ, किनकि परमेश्वरले तपाईँ र हामीलाई उहाँकै स्वरूपमा बनाउनु भयो। तर मानिससँग एउटा समस्या छ। त्यो समस्या भनेको यो हो कि मानिस पापी छ। सुन्नुहोस् है, मानिस पापी छ। किन हामीलाई झुट बोल्न कसैले पनि सिकाउनु पर्दैन, हामीलाई खराब सोच्न कसैले पनि सिकाउनु सक्दैन। यो संसारमा हेर्छौँ भने यहाँ छेउ चाहिँ हत्या हिंसा छ होइन। एउटा मानिसले, एउटा देशले अर्को देशलाई चाहिँ, सानो देशले ठुलो देशलाई, ठुलो देशले सानो देशलाई बमले उडाएर मारिरहेका छन्। यहाँ छेउ मानवता छैन। त्यसको कारण के हो? मानिस चाहिँ पापी छ। अनि त्यही पापको कारणले तपाईँ र हामी चाहिँ नरक जानुपर्ने हुन्छ। एक दिन हामी मर्नै पर्छ। सोच्नुहोस् त, हामी मृत्युलाई टार्न सक्दैनौँ। एक दिन हामी मर्नै पर्छ। एक दिन हामी सबैले छोडेर जानुपर्छ। तर बाइबलले स्पष्टसँग बताउँदछ कि हाम्रो यो पृथ्वीलाई छोडेपछि या त हामी स्वर्ग जान्छौँ या त नर्क जान्छौँ। यदि हाम्रो पाप क्षमा भएन भने हामी चाहिँ नरक जान्छौँ। त्यही भएर हामी स्वर्ग जाउँ भनेर परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। उहाँ चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ तपाईँ हाम्रो निम्ति आजभन्दा 2000 वर्ष अगाडि स्वयं परमेश्वर मानव रूप धारण गरेर आउनुभएको थियो। तपाईँ हाम्रो पापलाई लिएर क्रुसमा उहाँ टाँगिनु भयो। त्यसपछि उहाँ चिहानमा गाडिनु भयो। तेस्रो दिनमा बौरी उठ्नुभयो। त्यति मात्र होइन, उहाँले लाजरस जस्तो मरेको लासलाई पनि बौरी उठाउनु भयो। लाजरस चाहिँ येशू ख्रीष्टका साथी थिए अनि उनी मरेको 4 दिनदेखि भइसकेको थियो। येशू ख्रीष्ट आउनुभयो, लाजरसलाई हे लाजरस बाहिर आऊ भनेर, चिहानबाट बाहिर आऊ भनेर भन्नुभयो। नभन्दै लाजरस चाहिँ बाहिर निस्के अनि उनले चाहिँ येशू ख्रीष्टको कारणले उनले मृत्युलाई जिते। येशू ख्रीष्टले अन्धाहरूलाई निको पार्नु भयो, लङ्गडाहरूलाई निको पार्नु भयो। उहाँले चाहिँ पोर रोग लागेका मानिसहरूलाई निको पार्नु हो। कारण किन? उहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ। अनि तपाईँ हाम्रो पापलाई लिएर उहाँ क्रुसमा मर्नुभयो, चिहानमा गाडिनु भयो, तेस्रो दिन फेरि बौरी उठ्नुभयो। अनि उहाँ स्वर्गमा हुनुहुन्छ अनि उहाँले फेरि आउने प्रतिज्ञा गर्नुभएको छ। उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ। यदि आज तपाईँले येशू ख्रीष्टमाथि विश्वास गर्नुभयो भने येशू ख्रीष्टको कारणले गर्दाखेरि तपाईँको पाप क्षमा हुन्छ, तपाईँ स्वर्ग जानुहुन्छ। र एक दिन हामीले यो जीवन छोड्नै पर्छ। तर यो जीवन छोडेपछि या त हामी स्वर्ग जान्छौँ या त नरक जान्छौँ। तर बाइबलले स्पष्टसँग भन्दछ, यदि हामीले येशू ख्रीष्टलाई विश्वास गऱ्यौँ भने चाहिँ हो यो जीवन हामीले एक दिन छोड्नै पर्छ, तर हामी स्वर्गमा सधैँ परमेश्वरको साथमा हुन्छौँ। किन येशू ख्रीष्ट आउनुभयो? कारण स्वर्गको परमेश्वरले जसले सारा संसारलाई सृष्टि गर्नुभयो, जसले सारा मानव जातिलाई चाहिँ सृष्टि गर्नुभयो, उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। अनि प्रेम गरेकै कारणले तपाईँलाई चाहिँ उहाँले स्वर्गमा राख्न चाहनुहुन्छ। अनि आज तपाईँले येशू ख्रीष्टमाथि विश्वास गर्नुभयो भने चाहिँ तपाईँले मुक्ति पाउनुहुन्छ। अनि त्यही कुरा हामी यहाँ चाहिँ गरिरहेका छौँ। तपाईँले केही पनि गर्नु पर्दैन, मात्रै मनमा नै हो प्रभु येशू ख्रीष्ट, आज तपाईँको सत्यता मैले थाहा पाएँ, म तपाईँमा विश्वास गर्छु भनेर हामीले ग्रहण गऱ्यौँ भने, विश्वास गऱ्यौँ भने हामीले मुक्ति पाउँछौँ। परमेश्वरले आशीष दिनुभएको। आमेन। अहिले हाम्रो कति